लसो फेबुलो कासिबिले। मेरो नाम चाहिँ लामा छुपेल हो र म हाटीसार काशी युसे छोइलिङको गुम्बाको लामा हो। लसो फेबुलो कासिबिले। मेरो नाम चाहिँ लामा छुपेल हो र म हाटीसार काशी युसे छोइलिङको गुम्बाको लामा हो। र हामीले बुद्ध जयन्तीको अस्ति 10 तारिकमा हामीले बुमपाठहरू गरिरहेको छौँ र आज हामीले हिजो हाम्रो बुमपाठहरू सक्यो र आज बुद्ध जयन्तीको लागि हामीले पूजाहरू गऱ्यो र भुटान गेट पनि हामीले गोलीहरू बुद्ध भगवानलाई हामीले छोइकोट भन्छन् टिबिटेनमा हामीले हौ त्यसो घुमायो र आज चाहिँ अब हाम्रो एकछिन बादमा चाहिँ हामीले वाङको मेलमहरू गर्छ। वाङ चाहिँ के हो भन्दा चाहिँ कसैको आयुहरू है यो बढेर जाओस् होइन, कसैको अब दुःख पिरहरू हुन्छ हो त्यसो बढेर जाओस् काटेर जाओस् भन्ने एउटा इच्छाले चाहिँ हामीले पूजाहरू लगाइरहेको छौँ बुद्ध जयन्तीको दिनमा। हुनु तामाङ समाज छौँ हामी 40-45 घर छौँ, तर तामाङ 40-45 घरले खालि यो पूजा सकिँदैन र हाम्रो हाटीसार भयो, हाटीसारमा जति पनि अब मान्छेहरू छ सबैले हामीलाई सहयोग गर्नुभएको छ। यसमा हामीलाई अब अरू जाति मान्छेले पनि सहयोग गरेको छ यो पूजामा र हामीले त्यही कारणले हामीले यो 7 दिनको प्रोग्राम चाहिँ हामीले गर्न सक्षम छौँ। तपाईँ के भन्छ? हुनु चाहिँ बुद्धिज्ममा अब अरूले हेर्दा सबै एउटै लामा देख्छ, तर बुद्धिज्ममा चाहिँ हाम्रो 4 किसिमको लामा हुन्छ। एउटा भिलुक हुन्छ, एउटा काइगपा हुन्छ, एउटा साक्यापा हुन्छ, एउटा निङमा हुन्छ। निङमा चाहिँ हामी भयो, काइगपा भुटानमा भयो, भुटान काइगपा भयो, जस्तो कि देखेकोहरू हुनुहुन्छ उहाँ काइगपा हुनुहुन्छ र गेलुक्पा भनेको चाहिँ घेवारे मुर्जे, जस्तो कि हामीले दलाई लामा है परे पुजिने हामीले दलाई लामा ज्यू भन्ने पनि बुझिन्छ उहाँलाई। र एउटा चाहिँ साक्यापा हुन्छ। त्यस्तो 4 थरीको चाहिँ लामा हुन्छ।